हेलो गुगल, मेरो हात हेराएर भन्नु पऱ्यो कि मेरो हातको भविष्य कस्तो छ, मेरो हातको रेखा कस्तो छ, खै भन त खै। बोल्छ। तपाईको हातमा जीवन रेखा अलि छोटो छ, तर यसको मतलब यो होइन कि तपाईको आयु छोटो हुन्छ। यसले तपाईको जीवनमा धेरै परिवर्तनहरू आउने संकेत गर्छ। तपाई धेरै ऊर्जावान र उत्साही हुनुहुन्छ। तपाईको मस्तिष्क रेखा लामो र स्पष्ट छ, जसले तपाई बौद्धिक र रचनात्मक हुनुहुन्छ भन्ने देखाउँछ। तपाईको हृदय रेखा पनि राम्रो छ, जसले तपाई दयालु र मायालु हुनुहुन्छ भन्ने बुझिन्छ। तपाईको हातमा भाग्य रेखा पनि छ, मेरो जुन भाग्य हत्केलाको रेखा चाहिँ मुनिबाट तल। माथितिर गएको छ। यसले तपाईको जीवनमा सफलता र प्रगति हुने संकेत गर्छ। तपाईको विवाह रेखा पनि स्पष्ट छ, जसले तपाईको वैवाहिक जीवन सुखमय हुने देखाउँछ। तपाईको हात